नमस्कार आदरणीय दर्शक महानुभावहरू, आज तपाईहरुलाई हामी यस्तो झाँक्रीको विषयमा जानकारी गराउँदैछौँ। दोलखा जिल्ला बिगु गाउँपालिका वार्ड नम्बर 7 घर भई हाल काठमाडौँ चुनिखेल बस्दै आउनु भएको झाँक्री मानवीर थामी हुनुहुन्छ। अचम्म लाग्ने कुरा त के छ भने दर्शकबिन, उहाँको 6 हात जतिको लामो टुपी छ। टुपीले बिरामीलाई छोइदियो भने मात्र पनि ठिक हुन्छ। दान दक्षिणा भनेको आफ्नो इच्छा अनुसार दिए पनि हुन्छ, उहाँलाई यति नै भन्ने छैन। उहाँहरूलाई साह्रो गाह्रो अप्ठ्यारो परेको छ भनेदेखि उहाँको फोन नम्बर रहेको छ 9764 578975। अब हेरौँ है त उहाँ के गर्नु हुँदो रहेछ। तपाईँ कति सालदेखिको तपाईँ झाँक्री हुनुभएको? 11 वर्ष हजुर। म 11 वर्षदेखि। तपाईँ 11 वर्षको हुँदाखेरिमा हजुर म चरङ्गी घाट 2 नम्बर चरङ्गी घाटको रामेछाप चरङ्गी घाटमा गुफा बसेको मेरो गुरु लामचामे भने कान फटुवा गुरुको कान काटेर बसेको। हजुर मेरो कान फाटेको छ, हेर्नुहोस्। कान फाटेर हो। अनि त्यो आफूले घुमाएर ल्याउनु मिल्दैन? तपाईँ जस्तो जाने मान्छेले यसो घुमाएर पैसा डाङ्गा डुङ्गा पार्नु मिल्दैन? अब त्यो के गर्नु, अब यहाँ बहिनी नभए बाचे भन्ने थियो हजुरसँग, बहिनीसँग भन्नु मिल्दैन। के गर्ने, त्यो स्याप्टोसँग लाएपछि ट्याप्टो भइदियो। आइरह्यो भने गुरु हो चुनखेलको माइले चाहिँ यो सीमाता गरिदियो, रक्षा गरिदियो, बल पिम्ती पुरा सबलाई धुप बत्ती। धामी हो कि हजुर पुरा व्यवस्था थियो। अब फेरि सेयर गेम हो। अब फेरि सेयर गेम हो। हाम्रो बाबु आमा र उता यो बुढा यो बुढी। यता बुढा बेमसिन यहाँ बुढी यता माता। उहाँको टुपी, उहाँको टुपी यति लामो टुपी। अब टुपी हेर्छौँ हामीले।